आउनुहोस् शिव र पार्वतीको दिव्य विवाह भएको यस पावन दिनको एक रोचक कथा यहाँलाई सुनाउँदैछु। धेरै समय पहिलाको कुरा हो। हिमालय पर्वतका राजा हिमावान र रानी मैनादेवीको दरबारमा एक अनुपम सुन्दरी कन्या जन्मिन्। उनको नाम पार्वती राखियो। बुद्धिमान, शीलवान र परम भक्त स्वभावकी पार्वतीको हृदयमा सानैदेखि भगवान शिवको प्रति अपार श्रद्धा थियो र उनको कथा त्यति नै सीमित थिएन। पूर्व जन्ममा उनी सती थिइन्, दक्ष प्रजापतिकी पुत्री। दक्षले आफ्नो यज्ञमा भगवान शिवलाई निमन्त्रणा नगरेर अपमान गरे। यस अन्यायलाई सहन नसकी सतीले यज्ञ अग्निमा आफैलाई समर्पण गरिन्। शिव अत्यन्तै शोकाकुल भए। सतीको पुनर्जन्मको आशामा उनी गहिरो ध्यानमा लीन भए। उता पार्वती भने बाल्यकालदेखि नै भगवान शिवलाई आफ्नो प्राणनाथ मानिसकेकी थिइन्। तर शिवजीलाई प्रसन्न पार्न उनले कठोर तपस्या गर्नु पर्यो। हिमालय पर्वतमा रहेर उनले वर्षौँसम्म केवल फलफुल, कहिले त वायुपान गरेरै जीवन बिताइन्। उनी कठोर ब्रह्मचर्यमा रहिन्, नदीको चिसो पानीमा स्नान गरिन्, कठोर घाम पानी सहिन्। उनको अनवरत तपस्याले सम्पूर्ण ब्रह्माण्ड नै चकित पर्यो। अन्ततः भगवान शिव प्रसन्न भए। यसै बिचमा शिवजी पार्वतीको प्रेमको गहिराई नजिकबाट बुझ्न चाहन्थे। एक वृद्ध ब्राह्मणको रूप धारण गरेर उनी पार्वती कहाँ पुगे अनि भन्छन्, हे देवी, शिवजी अर्धनग्न, शमशानवासी र सर्पमालाधारी छन्। किन तिमी यस्ता व्यक्तिलाई पति रूपमा रोज्दछौ? तर पार्वती निडर थिइन्। उनले भनिन्, शिवजी मात्रै साँचो योगी, ब्रह्मज्ञानी र ब्रह्माण्डका पालनकर्ता हुन्। म उनी बाहेक कसैलाई पनि पतिको रूपमा स्वीकार गर्न सक्दिनँ। यो सुनेर भगवान शिव प्रसन्न भए। आफ्नो वास्तविक स्वरूप प्रकट गर्दै उनले पार्वतीलाई वरदान दिए। नारद मुनिले यो शुभ समाचार हिमालय राजालाई सुनाए। हिमालय राजा अत्यन्त हर्षित भए। तर रानी मैनादेवी चिन्तित भइन्। भगवान शिवको स्वरूप अनौठो छ। उनले भनिन्, उनी सर्प धारण गर्ने, शमशानमा बस्ने र भूतगणको स्वामी हुन्। म कसरी आफ्नी छोरीको विवाह उनीसँग गरौँ? तर नारद मुनिले मेनकालाई सम्झाए, शिवजी मात्र साँचो योगी हुन्। उनी सृष्टिका पालनकर्ता, संहारकर्ता र परम सत्यका प्रतीक हुन्। अन्ततः रानीले पनि सहमति जनाइन्। विवाहको दिन आयो। तर शिवजीको जन्ती कुनै साधारण जन्ती थिएन। भूत, प्रेत, पिचास, नाग, योगी, साधु, देवता सबै अनौठा स्वरूपमा प्रस्तुत भए। यो देखेर मैनादेवी अर्थात् मेनका भयभीत भइन्। यस्तो अवस्था देखेर जब पार्वतीले आफ्नी आमालाई सम्झाइन्, यसै बखत भगवान शिवले एक सुन्दर दिव्य रूप धारणा गरे। अब सबैजना सन्तुष्ट भए। शुभ समय आयो। देवगण, ऋषिमुनि, गन्धर्व, किन्नरहरू विवाह समारोहमा सहभागी भए। स्वयं भगवान विष्णुले विवाहका सबै विधिहरू सम्पन्न गराए। शिवजीले पार्वतीलाई मङ्गलसूत्र पहिराए। यसरी शिव पार्वतीको विवाह सम्पन्न भयो। विवाहपछि भगवान शिवले पार्वतीलाई कैलाश पर्वतमा लगे, जहाँ उनीहरू दिव्य जीवन बिताउन थाले। यसरी ब्रह्माण्डका पालनकर्ता महादेव शिव र पार्वतीको दिव्य मिलन अर्थात् विवाह सम्पन्न भएको यस दिनलाई महाशिवरात्रिको रूपमा पुजिन्छ।